र चाहिँ बुझ्नुपर्ने चाहिँ एकदम त्यो जो कुरा हो। अब हामी हाम्रो श्रृङ्खलाको अर्को सेगमेन्टमा जान्छौँ, जसमा हामी एउटा फन गेम खेल्नेछौँ, विच नेम इज मिथ एन्ड फ्याक्ट, जसमा म तपाईँहरूले एउटा स्टेटमेन्ट भन्छु अनि त्यो स्टेटमेन्ट भन्दै गर्दा त्यो मिथ हो कि फ्याक्ट हो तपाईँहरूले भन्नुपर्ने छ। त्यसको लागि हामीसँग प्ले कार्ड छ, त्यो प्ले कार्ड देखाएर भन्नुपर्ने छ त्यो मिथ हो कि फ्याक्ट, अनि त्यसरी हामी खेल्छौँ। सो तपाईँहरूले प्ले कार्ड उठाउनु भयो भने त्यसरी हामी सुरु गर्छौँ। सो मेरो पहिलो स्टेटमेन्ट इज महिलाहरू मात्र ह्युमन ट्राफिकिङका शिकार हुन्छन्। मिथ। फेक जब अफर पनि ह्युमन ट्राफिकिङको एउटा माध्यम हो। फ्याक्ट। ह्युमन ट्राफिकिङ र ह्युमन स्मग्लिङ भनेको हामी एउटै बुझ्छौँ। मिथ। ट्राफिकर जहिले पनि स्ट्रेन्ज मान्छेहरू नै हुन्छन्। मिथ। ह्युमन ट्राफिकिङ रोक्नमा यसमा भूमिका जो पनि खेल्न सक्नुहुन्छ। फ्याक्ट। यस, एकदमै। कस्तो लाग्यो? रमाइलो लाग्यो, थ्याङ्क यू। अब फेरि हामी हाम्रो कार्यक्रमको छलफलतिर लागौँ, जसमा म फेरि पनि केही प्रश्नहरू सोध्नेछु र मेरो पहिलो प्रश्न फेरि पनि चरीमाया म्यामले। सो म्याम, हाम्रो समुदायमा आजकलको युथहरू धेरै नै एक्टिभ हुनुहुन्छ अनि समुदायमा केही काम गरौँ, केही परिवर्तन ल्याऊँ भन्ने उद्देश्यका साथ काम पनि गरिराख्नु भएको छ। सो अब यो ह्युमन ट्राफिकिङकै मुद्दामा या फेरि ह्युमन ट्राफिकिङ विरुद्धमा काम गर्दै गर्दा उहाँहरूले समुदायमा कुनै परिवर्तन ल्याउनु छ, काम गर्नु छ भने उहाँहरू आफ्नो समुदायबाट कस्तो खालको एडभोकेसी गर्न सक्नुहुन्छ? समुदाय स्तरमा युवा पिँढीले गर्ने काम भनेको पहिलो त यो मुद्दा सवाल नै बुझ्नु पर्यो। जुन खालका भ्रम पनि छ, यथार्थ पनि छ, त्यो दुवै चिजलाई के हो भनेर बुझ्नु पर्यो र आफू बच्नु पर्यो। पहिलो आफू नबचिकन अर्कोलाई बचाउन सकिँदैन। आजको युवा पिँढीहरू एकदम जोखिमपूर्ण अवस्थामा छ, त्यो भएकोले पहिलो आफू बच्ने हो। दोस्रो काम भनेको आफूले आफ्नो समुदायमा एकैचोटि राष्ट्रिय तहसम्म जान सकिने अवस्था छैन। आफ्नो गाउँ टोल बस्तीमा आफूसँगैको आफू सरको साथीहरूसँग सहकार्य गर्ने, सङ्गठित बन्ने र तहगत हिसाबमा सानो बालबालिका, आफ्नो दौतरी साथीहरू र अभिभावक विभिन्न विद्यालय क्याम्पससँग पनि सहकार्य गर्ने र स्थानीय सरकारसँग जोड्नु पर्यो हैन। आफ्नो ओडा, त्यसपछि ओडाबाट पालिका तहसम्म गइसकेपछि अहिले साना साना समूह सङ्गठनहरू बनायो भने पनि स्थानीय सरकारले सहयोग गर्छ हैन। स्थानीय सरकारको आन्तरिक बजेटबाट पनि धेरथोर काम गर्ने, सबै उहाँहरूले मात्र सक्दैन, कतिपय कामहरूलाई बजेट पनि चाहिन्छ हैन। अनि सरकारलाई घचघचाउने काम र त्यसपछि गएर जिल्ला तह, त्यसपछि प्रदेश हुँदै सङ्घीय सरकारसम्म पनि जान सक्छ। र युवा शक्तिले गर्ने एडभोकेसीको काम भन्दा पहिलो जनचेतनाको काम, त्यसपछि बचाउको काम, जहाँ चाहिँ संरक्षणभित्र गर्ने काम। कुनै पहिलो जनचेतना जगाएर समस्यामा नपरोस् भन्नको लागि सानातिना सडक नाटक प्रदर्शन होला, छलफल कार्यक्रमहरू होला, गर्नु पर्यो। र त्यसपछि यदि कुनै व्यक्ति जोखिममा पर्न लागेको अवस्था रह्यो भनेदेखि स्थानीय प्रहरीलाई खबर गरेर अभिभावकलाई सक्षम बनाएर अभिभावकलाई खोजीको लागि र उद्धार कार्यको लागि सरिक हुनुपर्छ भन्ने कुराहरूमा अगाडि बढाएर संरक्षणको सवालभित्रको काम गर्न पर्यो। त्यो भित्र काम गर्ने भनेको एउटा समस्यामा परेको व्यक्तिको खोज तलास गर्नु पर्यो। दोस्रो, जोखिममा पारिसकेको रहेछ भने त्यो स्थान पहिचान गरेर उद्धारको लागि नेपाल प्रहरीसँग सहकार्य गर्नु पर्यो हैन। त्यसपछि उद्धारपछि परिस्थिति हेरेर यदि केही समयलाई पुनर्स्थापनाको सहयोग चाहिन्छ भने सङ्घ संस्थासँग समन्वय गरेर जुन संस्थाले समस्यामा परेको व्यक्तिलाई संरक्षण, आवश्यक सहयोग, मनोविमर्श सेवाको लागि राख्ने स्थान होला त्यहाँसम्म सम्पर्क गर्नु पर्यो, समन्वय गर्नु पर्यो। कतिपय केस चाहिँ पुनर्स्थापना केन्द्रमा राख्नै पर्ने अवस्था नहोला, रेस्क्यु पछि आफ्नो समुदायमा ल्याउने
थप कामहरू गर्ने थुप्रै कामहरू छ युवाले गर्न सक्ने र गर्न पर्ने। तर त्यसको लागि आफू एक्लैले होइन, सङ्गठन निर्माण गर्ने, सबैसँग पहिचान गर्ने, कुन कामलाई कुन निकायसँग गर्ने त भनेर र त्यो अनुसारको आवश्यकता अनुसार त्यो निकायहरूसँग चाहिँ सहकार्य गर्ने। अनि युवाहरू एक्टिभ पनि छन् आजकलको, अनि आफ्नो समुदायमा गरम केही आफ्नो समुदायले अगाडि बढाऊँ भन्ने एउटा धारणा पनि राख्नुहुन्छ कि, सो यो एकदमै सहयोग गर्नेछ। फेरि पनि म म्यामसँग अर्को प्रश्न सोध्न चाहन्छु। सपोज कसैले एउटा सस्पेसियस जब अफर आयो अनि या फेरि ट्राफिकिङ भएको शङ्का नै लाग्यो भने त्यो व्यक्तिले तुरन्तै कहाँबाट सहयोग लिन सक्छ और सबैभन्दा पहिला कहाँबाट हेल्प लिन सक्छ होला? सबभन्दा पहिला त उसले आफ्नो एकदम विश्वासिलो व्यक्तिलाई भन्नुपर्छ होइन। त्यो उसको चाहे उसको साथी नै किन नहोस्, चाहे उसको टिचर अथवा फ्यामिली मेम्बर्स अथवा कम्युनिटीको मान्छे जोसुकै होस्, जसलाई उसले अलिकति विश्वास गर्छ, उसले चाहिँ मलाई यस्तो भएको छ, यस्तो खालको अवस्था छ भनेर उसले भन्यो भनेदेखि उसलाई चाहिँ ल तिमीलाई चाहिँ यो खालको जोखिम छ, अब यो गर भनेर चाहिँ मद्दत गर्ने मान्छेहरू हुन्छन् होइन। मोस्टली चाहिँ यस्तो हुन्छ कि ट्राफिकरले नभन है कसैलाई नभन है भनेर त्यो भन्न आँट गरिरहेको हुँदैनन् होइन। त्यही भएर पहिलो कुरा चाहिँ कसैले त्यस्तो नभन्न भनेको छ र यसरी चाहिँ जब अफर गरिरहेको छ भन्ने अवस्थामा होइन, सी अर ही सुड बी एबल टु टेल समवान होइन। त्यो पहिलो स्टेप एकदम जरुरी छ। त्यसपछि चाहिँ आफ्नो नजिकको प्रहरी कार्यालय, स्थानीय सरकार को चाहिँ अप्रोच गर्न सक्नुहुन्छ, जसले चाहिँ उहाँलाई मद्दत गर्ने थुप्रै निकायहरू हुन्छन्। महिला बालबालिका शाखा छ प्रत्येक स्थानीय निकायमा, त्यहाँ गएर चाहिँ उहाँहरूले चाहिँ कुरा गर्न सक्नुहुन्छ र मद्दत लिन सक्नुहुन्छ। फेरि पनि म एउटा के सोध्न चाहे भनेपछि हामी रिपोर्टिङ गर्नुपर्छ सुनिराखेको हुन्छौँ होइन। सो यो कम्युनिटी रिपोर्टिङ कतिको इम्पोर्टेन्ट छ ह्युमन ट्राफिकिङमा? कम्युनिटी रिपोर्टिङ एकदमै जरुरी छ। किनभनेदेखि साँच्चीकै भन्यो भने हामीले अलिकति हाम्रो ट्रेडिसनल सोसाइटी पहिलाको हाम्रो समाज कस्तो थियो, हामी कस्तो समाजबाट हुर्केर बढेर आएको भन्ने अवस्था हेर्दा त हाम्रो समाजमा सबै खालको समस्यालाई समाधान गर्ने एउटा खालको स्ट्रक्चर छ के। त्यो इन्फर्मल स्ट्रक्चर भए पनि त्यो स्ट्रक्चर चाहिँ एक्जिस्टिङ छ होइन। त्यो कारणले गर्दा हाम्रो चाहिँ पहिला यो कानुनै नबन्दा पनि त आफ्नो समुदायमा भएको समस्या त समाधान गरिन्थ्यो नि त नि होइन। त्यो कारणले गर्दा कम्युनिटी चाहिँ एकदमै पहिलो साझा समस्या समाधान गर्ने स्पेस हो। त्यो कारणले गर्दा कम्युनिटी रिपोर्टिङ एकदमै जरुरी हुन्छ र कम्युनिटी रिपोर्टिङबाट नै कम्युनिटीबाट चाहिँ यो समस्या समाधानको उपायहरू आउने हुँदा चाहिँ यो एकदमै जरुरी छ जस्तो लाग्छ मलाई। किन पनि आवश्यकता छ र महत्त्व किन छ भने यदि कुनै व्यक्ति हामी चाहिँ शक्तिसम्मले खास गरेर ट्राफिकिङको अवस्था भयो भने उद्धारको कामको लागि पनि हामी सहकार्य गर्ने, नेपाल प्रहरीलाई सूचनाहरू दिने। यदि इन्डियामा हो भने त्यहाँको स्थानीय सङ्घ संस्था र सँग सहकार्य गर्दै प्रहरीलाई खबर गरेको हुँदाखेरि हामीले अनुभव गरिराखेको कुरा के छ भने कुनै व्यक्तिलाई जोखिममा पारिसक्यो, अब उद्धार गर्न पर्यो अथवा लाँदैछ बाटोमा पुर्याउँदैछ भनेदेखि त्यो अवस्थाहरूबाट फिर्ता ल्याउनको लागि, उद्धार गर्नको लागि परिवारको निवेदन परेको छैन भने हामीलाई गाह्रो छ। इभन यतिसम्म कि उद्धार भयो, अब स्वदेश फिर्ती गर्न पर्यो भने पनि परिवारको सूचना, परिवारले मेरो छोरी मेरो छोरा यो समयमा यसरी यति समय भयो घरबाट चाहिँ बाहिरिएको भनेर काहीँ न काहीँ निवेदन दिएको छैन भने हामीलाई ल्याउनलाई पनि गाह्रो छ। भारतमा उद्धार भएको बालबालिका किशोर किशोरीलाई हामीले सिधा ल्याउन सकिँदैन। परिवारको चाहिँ उजुरी नै चाहिन्छ। स्थानीय प्रहरीमा दिएको या परिवारले नसके पनि छिमेकीले आफन्तले खोज तलास गरिदिनु अथवा हरायो भनेर मात्रै निवेदन दिएको भए पनि चाहिन्छ। त्यो भएको एकदम आवश्यकता छ र पछिल्लो समयमा सहयोगको सिस्टममा जोड्नको लागि पनि निवेदन चाहिँ चाहिन्छ। कुनै एक समयमा चाहिँ बेचबिखनको जोखिममा परेको पार्न खोजेको भनेर कसरी सहयोग लिने त भोलि सरकारको नम्सबाट लिनलाई पनि
त्यो सूचना भयो भने काहीँ न काहीँ लिपि छ भने त्यो कामलाई जस्तो एजुकेसन फ्रीमा मिलाइदिन पर्यो, उपचार गर्न पर्यो, मनोविमर्श सेवाको लागि रिफर गर्न पर्यो, त्यो सबै कामको लागि चाहिँ यो रिपोर्टले काम गर्छ। एउटा कुरा थोरै छ कि जस्तो कम्युनिटी रिपोर्टिङ भनेर कुरा गरिराख्दाखेरि एकदमै धेरै याद गर्नुपर्ने कुरा चाहिँ के हो भने अहिले पनि स्टिल कम्युनिटीमा चाहिँ कोही सर्भाइभर्सहरू फर्किनुपर्ने अवस्था, आफ्नो गाउँमा चाहिँ बस्नुपर्ने अवस्था भने अहिले पनि त्यो एकदमै नेगेटिभ पर्सेप्सन होइन। अनि उसलाई चाहिँ मान्छेको रूपमा व्यवहार नगर्ने, सपोर्ट नगर्ने त्यो सिस्टम चाहिँ यस्तो खालको भइरहेको भएर एउटा लेभलको यो कम्युनिटी सेन्सिटाइजेसन टुवर्ड्स ह्युमन ट्राफिकिङ अनि सर्भाइभर्सप्रतिको हेराइ चाहिँ चेन्ज गर्नु र कम्युनिटीले यो चाहिँ एकदम सेन्सिटाइज हुनु चाहिँ एकदमै जरुरी छ। फेरि अब हामी फेरि एउटा फन गेम खेल्छौँ र यो गेमको नाम छ रेपिड फायर, जसमा म तपाईँहरू दुवैजनालाई 2टा वर्ड भन्छु र त्यो 2टा वर्डमध्ये तपाईँ दुईजनाले कुन वर्ड इम्पोर्टेन्ट लाग्छ त्यो चुज गर्नुहुन्छ अनि त्यो किन हो पनि भन्न पाउनुभयो। सो मेरो पहिलो वर्ड इज प्रिभेन्सन और प्रोटेक्सन। प्रिभेन्सन दुइटै महत्त्व छ। प्रिभेन्सनको आइसक्यो भएर म प्रोटेक्सन नै भन्छु। अवेरनेस और एक्सन। एक्सन। अवेरनेस भनौँ। ट्रस्ट और भेरिफिकेसन। भेरिफिकेसन आइसक्यो होइन, ठिक छ। कम्युनिटी और इन्डिभिजुअल रेस्पोन्सिबिलिटी। कम्युनिटी। इन्डिभिजुअलबाट सुरु गर्दै कम्युनिटीमा। रेस्क्यू और रिहाब। रिहाब। पहिलो त रेस्क्यू हुनु पर्यो अनि बल्ल रिहाब। होप और रेजिलियन्स। रेजिलियन्स। रेजिलियन्स नै गर्ने। थ्याङ्क यू सो मच फर दिस फन गेमको लागि। फेरि पनि म चरिमा म्यामले सोध्न चाहे, तपाईँ आफै पनि एउटा ह्युमन ट्राफिकिङ सर्भाइभर हुनुहुन्छ, सो तपाईँको एक्सपिरियन्समा कुनै पनि ह्युमन ट्राफिकिङ सर्भाइभरले रेस्क्यु गरिसकेपछि कस्तो खालको सपोर्ट दिनुपर्छ, सबैभन्दा पहिला कस्तो खालको सपोर्ट दिनुपर्छ? प्रश्नको लागि धन्यवाद। यहाँले भन्नुभयो जस्तै म नि कुनै एक समयको सर्भाइभर हो र आज म आम नागरिक हो है। र यसमा हेरिराख्दाखेरि हामीले ट्राफिकिङ सर्भाइभरलाई कस्तो खालको सहयोग चाहिन्छ भन्ने कुरामा जोड्नुपर्दा पहिलो त ट्राफिकिङ सर्भाइभर मानिस हो, त्यो भएकोले आम मानिसलाई जस्तै व्यवहार गर्नु पर्यो। व्यवहारबाट सकारात्मक व्यवहारले नै सपोर्ट पाउँछ सर्भाइभरलाई। सर्वप्रथम आवश्यकता भनेको सर्भाइभर भइसकेपछि या कुनै एक समयमा समस्यामा पारिसकेको व्यक्तिलाई हामी सर्भाइभर भनिरहेछौँ भने पहिलो त उद्धार हुन पाउनु पर्यो होइन। कुनै जोखिम स्थानबाट बाहिर निस्किनु पाउनु पहिलो अधिकार हो र त्यहाँबाट निस्किसकेपछि अवस्थाअनुसार सबैजनालाई पुनर्स्थापना सहयोग चाहिन्छ भन्ने छैन। भर्खरै तुरुन्तै रेस्क्यु भएको छ, समस्यामा पर्नुसँगै रेस्क्यु भएको छ भने धेरै समय पुनर्स्थापना सहयोग गर्नु पर्दैन। यदि महिना 2 महिना 6 महिना वर्ष दिन 2 वर्षसम्म नै त्यो जोखिम अवस्थामा थियो भने त्यो अवस्थामा व्यक्तिले म पुनर्स्थापनामा बस्दिनँ भने पनि राख्नुपर्छ। जुन गहिराई छ चोट परेको त्यो अवस्थाबाट बाहिर निस्किनलाई मनोसामाजिक रूपमा बलियो बनाउनको लागि पुनर्स्थापना सहयोग र त्यो भित्र रहँदै गर्दाखेरि स्वास्थ्य उपचार, मनोविमर्श सेवा, परिवार र व्यक्ति बिचको सम्बन्ध विस्तारको लागि मिटिङहरू होइन, पारिवारिक मिटिङ आदि सबै कामहरू गर्नुपर्छ। त्यो सँगसँगै व्यक्तिको सामाजिक सुरक्षाको कुरा छ, व्यक्तिको कानुनी अधिकारको कुरा छ है, पारिवारिक सम्बन्धको कुरा छ। यो सबै कामको लागि पुनर्स्थापना सहयोगको आवश्यकता पर्छ र त्यसपछि अवस्थाअनुसार कसलाई बढी समयसम्म काउन्सिलिङ चाहिने हो कि कसलाई स्वास्थ्य उपचार गर्न पर्ने हो कि कुनै पनि सर्भाइभरलाई फर्मुला प्रयोग हुँदैन कि यो फर्मुला प्रयोग गरेर सहयोग गर्ने भनेर हुँदैन। डिपेन्ड हुन्छ केसको आधारमा। कसैलाई सबै चिज सहयोग गर्नुपर्ने हुन्छ, कसैलाई सर्टेन केही सपोर्ट मात्रै गर्नुपर्ने हुन्छ होइन। र अन्ततगत
अन्तिम समयसम्म गर्नुपर्ने भनेको चाहिँ सर्भाइभरलाई जीविका उपार्जनको लागि दक्षता बनाउने, सशक्तिकरण गर्ने। सशक्तिकरणभित्र त थुप्रै कुरा पर्छ, विषयगत सवालका कुरा हुन्छन्, कानुनी जानकारीका कुरा हुन्छन्, धेरै कुराहरू हुन्छ। त्यो सँगसँगै अवस्था हेरेर कुनै परिवारमा गएर बस्नु छ त्यो अनुसारको तयार गर्नु पर्यो, जब प्लेसमेन्ट गर्नु छ त्यो अनुसारको तालिम दिनु पर्यो, कुनै व्यवसाय चलाउन सक्ने अवस्थाको छ त्यो अवस्थाको लागि तालिम र बिउ पुँजी दिनु पर्यो अनि व्यवस्थापन गर्नु पर्यो होइन। यो होइन कि सबै सर्भाइभरलाई एउटै खालको फर्मुलाभित्र राखेर सपोर्ट गर्न मिल्दैन, आवश्यकता अनुसार। र एजुकेसन चाहिँ महत्त्वपूर्ण काम हो आजको समयमा। म नै भन्नु तपाईँहरूलाई पेस गरौँ, हिजो म समस्यामा पढ्दाखेरि 5 कक्षा पढेको थियो, त्यसपछि 18 वर्ष विद्यालय छुट्टिएको 18 वर्षपछि मैले स्कुल जोइन गरेँ। आज म ब्याचलरको लास्ट इयरको इक्जाम दिएर तपाईँसँग जोडिरहेको छु भनेपछि हामी सर्भाइभरहरू आम नागरिक बन्नलाई थुप्रै सहयोग चाहिन्छ। त्यो मध्ये एजुकेसन इम्पोर्टेन्ट हो। शिक्षा, एउटा शिक्षा त हामीले जीवनबाट भोगाइले सिक्यो, तर अर्को सिकाइ शिक्षा लिनको लागि हामी विद्यालयसम्म पुग्नै पर्छ र त्यसको लागि वातावरण बनाइदिनुपर्छ संस्था, सरकार, परिवारले। र उमेरले छेक्दैन पढ्नलाई, परिस्थितिले चाहिँ बाँधिन्छ। त्यो अप्ठ्यारा परिस्थितिहरूलाई फुकाइदिने काम चाहिँ यो निकायहरू, अघि मैले भनेको निकायहरू सबैको जिम्मेवार छ। एकदमै धेरै मोटिभेटेड कुरा गर्नुहुन्छ तपाईँले। अब तपाईँ यति धेरै समयदेखि सङ्घर्ष, यति धेरै अनुभव भइसकेपछि पनि तपाईँले यो क्षेत्रमा यस्तो काम गर्न के चिजले मोटिभेट गरिराखेको छ? पहिलो चाहिँ मेरो जीवनको भोगाइले हो। जुन कुरो म माथि भयो, आउने दिनमा कोही पनि व्यक्ति माथि नहोस् भन्नेको खातिर मैले नेपालमा आएको 1 हप्तादेखि म मिडियामा उत्रेको व्यक्ति पनि हो। र अर्को भनेको नागरिक दायित्वले पनि। त्यो समयमा मलाई सरकारले नागरिक माने या नमाने त्यो फरक कुरो थियो, तर म मानव भएर बाँच्न चाहन्थेँ र मानव हुँदै गर्दा म कुनै देशको नागरिक त बन्नु पर्थ्यो। म नेपालको नागरिक थिएँ, नेपाली नागरिक बनेर नागरिक दायित्व निभाएँ। यो निभाउँदै गर्दाखेरि म एक्लो छैन। आजको दिनमा हिराजी जस्तो साथीहरू मसँग हुनुहुन्छ, हामीसँग हुनुहुन्छ होइन। 18 जस्तो नेटवर्क हामीसँग छ। त्यो मात्र नभएर हामी एसोसिएसनको पनि संस्थापक सदस्य हो। हामी ग्लोबली रूपमा हेर्दाखेरि ग्याडब्लु जस्तो नेटवर्कमा पनि हामी छौँ, एकप्याक इन्टरनेसनल जस्तो नेटवर्कमा हामी छौँ। त्यसले गर्दाखेरि सुरुवात गर्ने चाहिँ आफूले नै हो। व्यक्तिगत रूपमा आफ्नो मनभित्र पनि जागरण जगाउनुपर्छ र सपोर्ट सिस्टम चाहिन्छ। त्यसपछि नगर्ने नसक्ने भनेको चाहिँ छैन। म फेरि पनि हिरा म्यामतिर लाग्न चाहे। म्याम, अझै नेपालले भविष्यमा कस्तो नेपाल देख्न चाहन्छ? हामी चाहिँ एउटा यस्तो नेपाल परिकल्पना गर्दछौँ जहाँ एउटा सर्भाइभर्स सेन्टर होइन, एउटा चाहिँ यो ह्युमन ट्राफिकिङ एड्रेस गर्ने एउटा सिस्टमै, सेन्ट्रल सिस्टमै होस्, जहाँ चाहिँ इच स्टेपमा कम्युनिटीमा प्रिभेन्सनदेखिको त्यहाँ कम्युनिटीमा चाहिँ उठेका ट्राफिकिङका रिस्कहरूलाई मिटिगेट गर्ने स्ट्रक्चरदेखि लिएर लोकल लेभलको, त्यसपछि प्रोभिन्स लेभलको, सेन्ट्रल लेभलकोसम्म चाहिँ होइन, रेस्क्यु, रिहेबिलिटेसन, प्रोटेक्सनदेखिका एउटा कम्प्लिट खालको चाहिँ काम गरिरहेको चाहिँ सिस्टम नेपालले डेभलप गर्न सकोस् भन्ने चाहिँ हामी एउटा भिजन गर्दछौँ। त्यसको लागि हामी नेपाल सरकारसँग सहकारी पनि गरिरहेको छौँ। त्यसै गरी कम्युनिटी बेस्ड अर्गनाइजेसन्सहरूदेखि लोकल अथोरिटिजसँग पनि हाम्रो सहकारी पनि भइरहेको छ। र हामी साँच्चीकै नेपाल चाहिँ मानव बेचबिखन रहित नेपाल भएको चाहिँ हेर्न चाहन्छु। अब हामी हाम्रो श्रृङ्खलाको अन्त्यतिर आइसकेका छौँ र म अन्तिम प्रश्न दुवैजनाले सोध्न चाहन्छु। अलिकति ट्रिकी छ अनि तपाईँहरू एकदमै नेपालमा यदि तपाईँहरूले ह्युमन ट्राफिकिङ रोक्नको लागि या फेरि एन्टी ह्युमन ट्राफिकिङ स्ट्रेन्थेन गर्नको लागि कुनै एउटा मेजर चेन्ज गर्ने मौका नै पाउनुभयो भने, तपाईँहरूले गर्नु भनेर मौका पाउनुभयो भने त्यो एउटा के हुनसक्छ? अब मैले चाहिँ त्यस्तो मौका पाएँ भनेदेखि चाहिँ म
सायद अलिकति कम्युनिटी बेस्ड स्ट्रेन्थन सिस्टमलाई चाहिँ डेभलप गर्न चाहन्छु, जहाँ चाहिँ जोखिम वर्गहरूको जुन जोखिम वर्ग हुनुहुन्छ उहाँहरूको लागि चाहिँ एउटा सेफ स्पेस क्रिएट गर्ने कम्युनिटीमै, विद्यालयमै, फ्यामिलीमै, ताकि उहाँहरूले चाहिँ यो ह्युमन ट्राफिकिङको रिस्क जोनमै पुग्न नपरोस् र एउटा खालको चाहिँ हेल्दी वेलबिङ टाइपको चाहिँ लाइफ बाँच्न सक्नुहोस्, जसले गर्दा उहाँहरूले चाहिँ त्यो जब रिस्कमा जानु पर्नु भएन भने उहाँहरूले चाहिँ ह्युमन ट्राफिकिङको समस्यामा बाट बच्न सक्नुहुन्छ। र यदि हामीले समुदाय स्तरमै साँच्चीकै चेन्जेस ल्याउन सक्यौँ, स्ट्रेन्थनिङ गर्न सक्यौँ कम्युनिटीलाई नै भनेदेखि चाहिँ यो नेसनल लेभलसम्म पनि त्यति धेरै यस्तो घटना चाहिँ एड्रेस गर्नुपर्ने अवस्था नहोस् भन्ने चाहिँ परिकल्पना गर्न चाहन्छु। यसको लागि पहिलो त रोकथामको काम हो, तर म अर्को पाठ पनि जोड्न चाहेँ। सबैभन्दा पहिला आजसम्म जति समस्यामा पारिसकेको छ व्यक्ति, उहाँहरूलाई सर्भाइभर भएर सर्भाइभ गर्न सक्ने र समुदायमा भूमिका निभाउनको लागि सर्भाइभर प्रभावितको सङ्गठन निर्माण, सशक्तिकरण र परिचालन, हामी परिवर्तनका सम्भाग बन्न सक्छौँ भन्ने आवाजलाई बुलन्द गरेर सर्भाइभरबाट नै आजसम्म सर्भाइभर भइसकेकोलाई बाँच्न सक्ने आम नागरिक सर हैसियत राख्न सक्ने बनाउनु पर्यो र बनाउने कोसिस गर्छु। र त्यसपछि रोकथामको काम हो। हिराजीकै लाइनमा मैले जोड्न चाहेँ, त्यही सेम लाइनमा हामीले जब आफ्नो गाउँ ठाउँ समाजमा सबै बालबालिका सबै युवाले आफ्नो जीवनयापन कुनै पनि जोखिमपूर्ण अवस्थाबाट गुज्रिनु नपर्ने गरेर बाँच्न सक्नु नै मानव बेचबिखनको अन्त्यको एउटा सूचक हो। र त्यसपछि गएर हामी कानुन निर्माता र कानुन कार्यान्वयन गर्ने तहलाई पनि हामी छोड्दैनौँ। हामी एज म व्यक्ति मात्र नभएर हाम्रो सङ्गठन शक्तिसम्म, र हामी शक्तिसम्म मात्र होइन, 18 जस्तो नेटवर्क, त्यो सँगसँगै हामी गैर सरकारी महासङ्घ पनि हामी सदस्य संस्था हो र हामी तहगत रूपमा आवश्यकता अनुसार हामी नेटवर्कसम्म पनि आवाज लगेर चाहिँ हामी कहाँ एडभोकेसी गर्ने, कहाँ कार्यान्वयनको लागि दबाब दिने, कहाँ कोअर्डिनेसनमा काम गर्ने र अन्ततः सर्भाइभर लिड गर्ने र समुदायलाई साँच्चै नै प्रभावकारी जनचेतनाको माध्यमबाट सुसूचित गर्दै चेतना को काम अगाडि बढाएर रोकथाम गर्ने। र फेरि पनि अर्को बिर्सिन नहुने पाटो भनेको, यदि कदम कदाचित आजको समयसम्ममा समस्यामा परिसकेको व्यक्ति त हुनुहुन्छ नि त, उहाँहरूलाई समस्यामा पर्नु जीवनको अन्तिम होइन, आउने दिनमा त्यो घटनालाई पनि सिकाइको रूपमा लिएर बाँच्न सकिन्छ भन्ने आवाज पनि हामी बुलन्द गर्ने। धेरै धेरै धन्यवाद। आजको छलफलबाट एउटा हामी धेरै नै महत्त्वपूर्ण कुरा बुझ्यौँ, द्याट ह्युमन ट्राफिकिङ रोक्ने जिम्मा सरकारको, प्रहरीको र सङ्घ संस्थाको मात्रै होइन कि यसको लागि हामी सबै सचेत हुनुपर्छ, आफ्नो ठाउँबाट आवाज उठाउनुपर्छ, आफू पनि आफ्नो ठाउँबाट सक्दो जति काम गर्नुपर्छ र सबैभन्दा इम्पोर्टेन्ट चिज सर्भाइभरहरूले सम्मान दिनुपर्छ, रेस्पेक्ट दिनुपर्छ। आजको हाम्रो यो श्रृङ्खलामा आइदिनु भएको तपाईँ दुवैजना अतिथिहरूले म धेरै नै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम सुनिराख्नु भएको सम्पूर्ण श्रोताहरूले पनि धेरै धन्यवाद दिन चाहन्छु। सुन साथी मेरो कथा हरेक शुक्रबार साँझ 7 बजे प्लान इन्टरनेसनल नेपालको सोसियल मिडिया पेजेस र CIN रेडियो नेटवर्क मार्फत सुन्न र हेर्न सक्नुहुनेछ। धन्यवाद।